ओसाम भाइ चाहिँ पुरा होइन बिजी भएर यहाँ सरी है मैले चाहिँ आफैले 9000 को हालौँ हराइदियो सिधै अगाडि ब्रेक फेल भएछ यार खोज्छ यार बेलुकासम्म नि पालो आउला जस्तो बसन्ती भनेर चाहिँ डेन्जर खस्रो छ जम्मा यसको दाल यार। हेलो नमस्ते सबैमा गुड मर्निङ म दिपक तामाङ फेरि पनि तपाईँहरूको माझमा एउटा नयाँ भिडियो लिएर मनोरञ्जनको लागि आइसकेको छु। झपलाई स्क्रिप्ट नगरिकन सबैलाई पुरा हेरिदिनु सक्नुहुन्छ। यसको साथी आज चाहिँ मेरो यो गाडीको होइन फर्स्ट लाइट अलिकति बिग्रेछ अनि एउटा मात्रै बज्छ त्यो पनि अलिअलि चलेको हुनाले गर्दा म त्यो ओसाम भाइकोमा गएर होइन लाइन सड्को छ लाइन सड्कोमा गएर फर्स्ट लाइट 2-3 चाहिँ ठिक गर्छु अनि त्यसपछि लोड गर्न निक्लिन्छु। लोड गर्न चाहिँ जानु पऱ्यो तर के हुन्छ लोड चाहिँ अहिलेसम्म थाहा भएको छैन। पैसा चाहिँ आउन चाहिँ आइसकेको छ। अब हेरौँ जाँदै गरौँ बाटोमा के कस्तो हुन्छ तपाईँहरूलाई म देखाउँदैछु। अब अहिले चाहिँ म तपाईँहरूमा ओसाम भाइकोमा गएको अलिकति क्लिप देखाउँछु है त। ओसाम भाइकोतिर तर्फ लागिसक्यो होइन आएर हिँड के यस्तो छ है। तामाघाट बजार आइपुग्यो। उल्टो हुनाले गर्दा अलिक क्यामेराले चाहिँ अलिक बजार निकै बाटो छ अहिले यसको लागि होस् रमाइलो छ। कति पसलहरू बजारहरू दामी छ। होस् ठिक छ ल त्यस बजार चाहिँ ठिकै छ अहिलेलाई। ल हामी बजार है अब सकिसक्यौँ। म त्यहाँ माथि पुगेको एउटा सानो बनाउनु पऱ्यो नि त। हामी यो तामाघाट तल्लो तामाघाट पुलमा आइपुगिसक्यो होइन। चट्ट लगाएर नेपाल टेलिकम यता रहेछ त्यो सञ्चार पुल यहाँ चाहिँ हिजो यहाँनिर चाहिँ खत्रै जात्रा थियो है। कतिजना त भाइरल भयो है यहाँनिरको जात्रामा सशस्त्रहरू पुरै सफा भन्दै रहेछ। गाडी पनि यस्तो छ चट्ट लगाएर होइन यस्तो छ। अस्ति चाहिँ म भिडियो बनाउनु पाएको थिएन होइन चट्ट लगाएर के अरे गाउँमा फिल्महरू दिनु भएको थियो नि त। अस्ति 15 गते फिल्महरू बितेर अनि कति 29 गते फाल्ने 30 गते फाल्ने चाहिँ हाम्रो चाहिँ तामाङको घ्यावा छ होइन। घ्यावामा चाहिँ अब घ्यावाको पनि क्लिप हालौँ कि जस्तो चाहिँ लागेको थियो एउटा फेरि होस् के भनेर अलिक कस्तो कस्तो लाग्यो। सबैजनाले नराम्रै सोच्ला कि भन्ने होइन त्यो भएको हुनाले चाहिँ हालिन त्यो चाहिँ होइन। भएर अनि म गाउँमा 3 दिन त ठ्याक्कै बिजी नै भएँ। अनि अब फेरि आज चाहिँ लोड गरेर होइन लोड गरेर गएर अनि त्यसपछि के अरे तल हाम्रो गाउँभन्दा मुनि चाहिँ पुरा के अरे गेम छ। आज फाइनल हो फेरि होइन। हाम्रो गाउँ चाहिँ हारिसक्यो। हार्न चाहिँ हाम्रो गाउँ पनि नराम्रो खेले त होइन अब राम्रै खेलेको हो। पेनाल्टी सुटआउटमा गएर हारेको हो। त्यस्तो नराम्रो खेले त भन्नु मिल्दैन। हामी नि गएको हेर्नलाई होइन। अहिले आएर अब आज हेर्न जाऊँ फाइनल चाहिँ जान्छु कि जान्न होइन। मिलेसम्म टाइम मिलेसम्म चाहिँ जान्छु नभए जान्न म जान चाहिँ होइन। ल ओसाम भाइकोमा आइपुगिसक्यो होइन। यहाँबाट भिडियो छिराउ ल यहाँबाट काटा यसकोमा फेरि आजभोलि पुरा फुल्ली प्याक छ गाडीहरू त यार। कति मेरो पनि फर्स्ट लाइटै हाल्ने हो होइन। उतै गाडा उतै यस्तो छ होइन। आइपुगिसक्यो अब यहाँनिर चट्ट लगाएर यसलाई फर्स्ट लाइट हाल्न लाउनुपर्छ। ओसाम भाइ चाहिँ पुरा होइन बिजी भएर यहाँ आफूले फर्स्ट लाइट गर्दैछु। यस्तो छ काम पनि कति प्याका होला तोरी नै फेरि चियाको बनाउनु
के गर्नुपर्छ हामी त भएन यो पहिला सही छैन त अब चाहिँ अब ओसाम भाइले उ गर्न सकेन होइन यसरी है मैले चाहिँ आफैले हालिदिएको होइन अब के गर्नु त हालिदिनु पऱ्यो अब यो चाहिँ भइसक्यो अब हामी चाहिँ यहाँबाट निक्लिन्छौँ अब तेल हाल्नु पऱ्यो जानु पऱ्यो गाडी अलिअलि बनाउनु भन्छ अझै बनाउनुपर्छ लगाइज सो हामी चाहिँ यहाँबाट निक्लिसक्यौँ है अब यस्तो छ चट्टो लगाएर मामा चाहिँ निक्लिसक्यो होइन चट्टो लगाएर जान्छौँ यो साइड पनि भिड भइसकेको छ अब भोलि चाहिँ टन्ने काम रहेछ गाडी बनाउनु पर्ने यताउति के गर्नुपर्ने नपर्ने अब लेदर फेर्नु पर्ने अनि क्रस ढक भएर चाहिँ क्रस बनाउनु पर्ने छ अब यस्तै छ काफेड पम्प अब लगाइ चाहिँ अब हामी तेल हाल्छौँ चट्ट लगाएर तामाड गएर हामी चाहिँ तेल हाल्ने पम्पमा आइपुगिसक्यो होइन बत्ती चाहिँ सबै छैन आइपुग्यो है मान्छेले अब तेल हाल्छ चट्ट लगाएर म हाल्छु तेल तेल हालौँ बत्ती छैन बत्ती छैन अरे हामी आज तिनीहरूले 9000को हालौँ तेल हाल्नलाई सिक्यो होइन र हिसाब किताब गरेर तेल हाल्छौँ फेरि तरिकामा होइन यस्तै छ अब हामी तेल हालिसकेपछि जान्छौँ सर र अझै गाडी साडी धुनुपर्ने छ गाडी साडी धोएको पनि देखाइदिन्छु म आज होइन यस्तै हो ल सो हामी हिजो अस्तिको जस्तै गरेर होइन फेरि पनि आज पनि तेल हालेर निक्लिसक्यौँ होइन छट्ट लाएर अब चाहिँ हामी लाग्छौँ बिस्तारै बिस्तारै होइन छट्ट लाएर आज पनि पहिला जस्तै गरेर तेल हालेर निक्लिसक्यो अब आज चाहिँ पुरा लाइन छ अरे के अरे क्रसरमा होइन क्रसर चलेको छैन अरे भर्खर चल्न थाल्छ अरे भन्दैछ लाइन छ अरे अब गएर लाइन बस्छौँ कति बजी लोड हुन्छ लोड गर्छौँ हामी आउँछौँ गाडी पनि पर्छ ल हामी निस्क्यौँ है मेलप्तीतर्फ लागिसक्यौँ सो हामी चाहिँ अब यो के अरे यो बाटो मुनि आइपुगिसक्यो होइन अब चाहिँ यता ढाँडखोला पुग्नु पर्दैन अहिले चाहिँ हामी होइन चट्ट लगाएर के अरे यो ठाडै बाटो झर्छौँ होइन ठाडो बाटो झरेर ठाडो बाटो चाहिँ खत्रै छ है फेरि अहिले भर्खर नयाँ हो बाटो बनाएको होइन त्यस्तो खास चाहिँ उ छैन यो चढ्न त चढ्छ ओभरलोड बोकेर चाहिँ अलिक गाह्रै पर्छ चढ्नलाई भाइ पनि जान्छ केटाहरू कोही त माया हुट पलाएर बोकेर ढु गएर आउँथ्यो गाडी पनि माया नभएको कि के हो होइन बराबर भन्ने बित्तिकै उसमा बसिरहेको रहेछौँ होइन गाडीले बराबर बोकेर आउँछ होइन छट लाएर जाऊ जाऊ छट लाएर है टर्निङ चाहिँ बगालै छ अरू गाडीलाई चाहिँ पुग्दैन पुग्न चाहिँ है तर हाम्रोलाई चाहिँ पुग्छ भनौँ न काटा काटा पुरै 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 सर्ट लगाएर यस्तो छ एकचोटि अस्ति नि यहाँबाट गाडी झराएको थियो सिधै अगाडि ब्रेक फेल भएछ क्या खोज्दै गइदियो यो बाटो खोलिसक्यो गाइस ल यो बाटो खोलिसक्यो आउनुहोस् अब यो थिरिची र खोलाको बालो हाल्नलाई बगरतिर जानलाई चाहिँ होइन पुगेरहनु पर्दैन छट्ट लगाएर आउँदा हुन्छ ढाँडखोला घुमिरहनु पर्दैन सर्टकट बाटो खोलिसक्यो गाई चाहिँ अब हामी एकैछिनमा बगरमा पुग्छौँ बाटो चाहिँ यस्तो छ यहाँनिरको फर्स्ट उकालो चाहिँ होइन अलिक गाह्रै पर्ला जस्तो छ आज चाहिँ बाटो गाडी चढ्नलाई ठुलो गाडी चढ्नलाई होइन
पुरै के अरे अलिकति पानी हालिदिएर छिटो भएर खस्रेर बसिरहेको छ। एउटा गाडी नचढेर बल्ल बल्ल चढेर गएछ। बाटो अप्ठ्यारो रहेछ। के होला त चढ्ला कि नचढ्ला या नचढ फेरि ढाँट्छ घुमेर जानुपर्छ। आइदियो गरङ मास्तिर चाहिँ भर्ला पर्ला हेरौँ न के हुँदो रहेछ होइन। नयाँ माल हालेर छ होइन। क्रसरमा चाहिँ त्रिजीले नि नयाँ माल उठाएको हो कि यो माथि पारीकोले उठाएको हो, तर यो त्रिजीले नै उठाएको रहेछ। यो त्रिजीले पनि उठाएको रहेछ नयाँ माल। जलदेवीले नयाँ माल उठाएको छ होइन। बाल्न त राम्रै झर्या हुनुपर्ने हो जहाँसम्म लाग्छ मलाई। तर यो पुल पनि उद्घाटन भइसक्यो होइन। तर यो दिगो खाले पुल बनाएन नि यिनीहरूले यो यसपालि। यो अहिले यो खोला छोइसकेको छ। यो अलिकति मात्रै बाँकी छ यो। अनि एक दिन पानी पऱ्यो भने त यो त सबै बगाएर लिएर जान्छ त। अनि पुल चाहिँ नगर्नु गइसकेपछि अलि दिगो हुने गरी गरे पो अलि लङ टाइम टिक्नु हो नि। यो त के अरे वैशाखमा मकै छर्नलाई पानी आयो भने यो त उडाइदिन्छ त। के गरे उडायो भने छैन पुल सुल कोल्याप्स। फेरि ढाँटेर घुम्नुपर्छ पो छैन। अनि यस्तो छ खोला पनि। तर खोला नघटेर यस्तो हो कि त ठुलै छ अहिले त होइन। अब छोटो क्रसरमा जाने हो, लाइनमा राख्ने हो, कुनको पछाडि पालो हाम्रो भनेर सोध्ने अनि आउने हो। गाडी धुनु पनि छ। गाडी नधो भने महिना हुनलाग्छ। महिना नुहाइदिनु पर्ने। एउटा म 2 चोटि नुहाइसक्यो। गाडी चाहिँ नुहाइदिनु पाएको छैन ल होइन। यस्तो छ अट्ट लाएर पावर पनि कटिसक्यो। अब क्रसरमा पुगेको है त। गाडी चाहिँ अहिले टन्नै छ भने सुनेको। अनि हेरो गरे कति छ होइन। यसलाई यहाँनिर रोका ल, रबर म्याटमा आउनुपर्छ ल यसलाई छट्ट लाएर। दाइ अलिकति रबर म्याट लैजाऊ है। आधा बेल कतिवटा छ गाडी? जाम म चाहिँ लोके दाइ पछाडि परेछ होइन। राख ल। गाडी नि टन्नै रहेछ यार। बेलुकासम्म नि पालो आउला जस्तो लागेन मलाई। होइन यो मेरो होइन। हजुर लास्टको गाडी टन्नै रहेछ। पालो आउला जस्तो छैन बेलुकासम्म। अब हेरौँ बसमा एकछिन बस्नु चाहिँ चल्न चाहिँ चलिरहेको छ। नन स्टप चल्यो भने त 6-7 बजीतिर भरेला नि होइन। के अन्त भान्जा गइसकेपछि के गाडी लोड गर्न के अरे गाडी धुनलाई फर्काऊ भान्जा फर्काऊ 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 गाडी धुन जान्छौ। गाडी चाहिँ अब हाम्रो गाडी फर्काउनु लागिसकेको छ। छट्ट लाएर घाँस रोडा चाहिँ दामी घाँस हिँड हिँड। के चाहिँ गरे होला त ल। अहिले झैझै ठिकै रहेछ अगाडि आऊ। खाए सिलिप के गर्छ चोरी लाउँदै यस्तो छ हालत गाइस। चल क्रसर चल। एडिम खै त एडिम गरे होइन। गाडी चाहिँ
ल है मैले चाहिँ अब आजदेखि यसलाई पुरा नाम अर्को नामले दिइसकेँ होइन। अब यसलाई चाहिँ मैले आजदेखि बसन्ती भनेर चाहिँ नाम राख्दै गरिसकेँ, मैले नामाकरण गरिसकेँ, म लामा पनि बनिसकेँ, म पुरोहित पनि बनिसकेँ। भान्जाले चाहिँ लामाको बसन्तीलाई बेसमरी घोड्दैछ ऊ मैल सैल जाने गरी। यसरी घोड्दा कस्तो अनुभव भइरहेको छ तिमीलाई? भान्जाको अनुभव ठिकै छ अरे है, ठिकै छ अरे। अब यस्तै छ के गर्ने होइन। नुहाउँदैछ बसन्तीलाई, ल नुहाइदेऊ नुहाइदेऊ। बसन्तीलाई पुरा घुड्दैछ भान्जाले। होस् काम चाहिँ गर्ने नगरी चाहिँ होइन। पछि अगाडिको भइसक्यो, अब पछाडिको घोड्दैछ भान्जाले। अब चाहिँ बल्ल बल्ल पालो आयो होइन। अब यो एउटा छ मेरो अगाडि होइन, यो एउटा पछि चाहिँ मेरो पालो हो। अब 2 बजीदेखि आएर बसेको होइन, 8:15 भइसक्यो। यहीँ केही खाएको छैन यतिखेरसम्म है। टिप्परमा नि लास्टै गाह्रो छ यार, अब रातिको जाडोमा है। तल नपुग चाहिँ हुन्छ होला 2 टिप, लगभग पुग्यो त ठिकै हो। अब नपुग्यो फेरि अर्को तनाव हुन्छ है। अर्को 3-4वटा गाडी त अझै लाइनमै छ, भनेको छैन। मेसिन बन्द भइसक्यो, के हो कसो हो है। जाडो छ यस्तो, यो गरम यो गरिसकेपछि अब केही भन्नुला नि त। पालो चाहिँ आयो है, एक बकेट पनि आइसक्यो। अब कतिखेर भर्यो थाहा छैन होइन। भरेर मिलाएर आज मात्रै हो। बाला त यार डेन्जर खस्रो छ त म्यासको दाल यार, सरेङ रेङ भन्छ त यार बाला त। के भन्छ सो फाइनली लोड चाहिँ भयो है। अब भान्जा बाला मिलाउँदैछ, म पनि अब मिलाउँदैछु यहाँनिर है। बाला लोड चाहिँ भयो हुन चाहिँ बल्ल बल्ल। मभन्दा पछाडिको गाडी चाहिँ लोड भएन है, गाह्रो छ। अब बाला मिलाउँछौँ आजलाई चाहिँ। यो भ्लगको लागि चाहिँ यति नै हो होइन। अब अस्ति काठमाडौँ गएको त अस्ति हालिदिइसकिहालेँ होइन, दिन्छ गोडेको नि। अब अर्कोचोटि चाहिँ केही नयाँ कन्टेन्ट सोचेर छत्त लाएर अब 1-2 दिनपछि मात्रै आउँछु म तपाईँहरूको माझमा। ओके, सबैलाई शुभ यात्रा, सबैको दिन शुभ होस्, मेरो पनि र अरूको पनि होइन। मेरो भएर चाहिँ अरूको नहोस् भन्ने पनि मिल्दैन होइन। मेरो नि होस् अरूको नि होस्, सबैमा लभ यु अल गाइज। ल